गाइज हामी चाहिँ आज एकदम अनप्लान्ड होइन रातिको 10 बजे भोलि घुम्न जाने हो जुम भनेर प्लान बनाएको हामीले होइन अनि कोस्टल वक जान आँटेको डायमन्ड बे टु वाटसन बे अनि फोटोजहरू हेर्दाखेरि चाहिँ वाज रियली गुड सो अब आँखाले हेरेर थाहा पाऊँ यो चाहिँ 1 hour 30 minutes को वक हुन्छ गुड लक टु अस हामी त्यहाँबाट हिँड्दै वाटसन बेसम्म जान्छौँ बाई हामी चाहिँ हिँडेको हिँडे फाइनली पुग्यो हामी डायमन्ड बे पुग्यौँ कपाल उडेर हामीले त्यो भराइ चढेर टुक्लुक गर्दै आइपुग्यौँ बुझाइदिउने र उहाँलाई सो पछाडिको भ्यू चाहिँ यस्तो छ मस्त कति मजा आउँथ्यो ए हामी पछाडिको भ्यू हाई म पनि यहाँ पुगेँ यही हो डायमन्ड बे कोस्टल वक यो चाहिँ हामीले टिकटकमा देखेर आएको ठाउँ त्यो पनि हिजो राति 10 बजे डिसाइड गरेर वकिङ ट्रायल चाहिँ यस्तो छ वक छ र हो उ त्यो हो क्या अल्सा ए यता रहेछ त वक म कहाँबाट जाने भनेर म खोजिरहेको क्या वक यहाँबाट अर्को स्टार्ट हो यता चाहिँ होइन अब के लेखेको छ भने अनस्टेबल क्लिफ एज स्लिपरी रक्स अनस्टेबल क्लिफ सो हामी चाहिँ एकदमै केयरफुल भएर जानुपर्छ अनि उ त्यहाँ त्यो सबै वकिङ ट्रायल हो हामी त्यो वकिङ ट्रायल हुँदै अब हिँड्छौँ रिजर्भ मेरो खुट्टा दुइसक्यो अब चाहिँ हामी चाहिँ यहाँ पुग्यौँ अब कस्तो लागिरहेको छ झिङ्गाले चाहिँ दिमाग खराब गर्छ क्या मेरो खुट्टा दुइसक्यो यहाँबाट चाहिँ यस्तो भ्यू आउँछ
चाहिँ हामी तन्काउन आएको This is the end of our today's walk, होइन हामी स्टेसन पुगिसक्यो अनि स्टेसन आउनुभन्दा अगाडि चाहिँ दुवैजनाले यस्तो तन्काएर खायो नि दुवैजना यस्तो निन्द्राले चुप भइरहेछ अब आम स्योर आम गना स्लिप इन द ट्रेन मेरो स्टप नछुटोस् भनेर सोचिरहेको छु म चाहिँ किनभने इफ म ट्रेनमा निदाएँ भने मलाई उठाउन धेरै गाह्रो छ पुरा ओइली भइसक्यो फेसै पुरा अनि जस्ट लुक एट आवर आइज होइन हामी यस्तो थाकेछ नि यस्तो थाकेछ लास्ट हिँड्यो आज लास्ट डे नै हिँड्यो तर इट वाज वर्थ इट द भ्युज अनि त्यसपछि भ्युज नै भनौँ न इट वाज वर्थ इट ल यो सक्यो बाई बाई गुड नाइट हस्ता ल बस्ता बाई बाई म यहाँ मेरो गालाको पिम्पलहरू बसिरहेको थिएँ सो के भन्ने हो